हेलो गाइस, आज म चाहिँ मेला हेर्न जाँदैछु। सन्तर मेला आफ्नै गाउँको। आज फाइनल हो रे। हिजो बङखानीबाट आएर आज म सन्तर मेला फाइनल हेर्न जाँदैछु। हेर्नुस्, त्यो पहाडी डाँडामा पुग्नु छ। कम्तीमा नि लाग्छ 45 मिनेट। त्यहाँ पहाडी डाँडामा पुग्नु छ। अब म आज चाहिँ टक्क म मेला हेर्न गएँ। आज म चाहिँ टक्क मेला हेर्नको यात्रा। अझ म कहाँ पुग्नु छ हेर्नु है त। अझ म त्यो पहाडी डाँडामा पुग्नु छ। हेर्नु है त म कहाँ पुग्नु छ। अझ म त्यो पहाडी डाँडामा जानु छ। सन्तर भन्ने त्यहाँ हो, सन्तरको डाँडा त्यहाँ पुग्नु छ। अझ हेर्नुहोस्, यहाँ डाँडामा पुग्नु छ। अझ मलाई समय लाग्छ। अहिले चाहिँ गेम सुरु पनि भएको छैन। गीतहरू बजाउँदै साथीहरू रमाउँदै गरेको छन्। यहाँ पुग्नु छ अझ म। अब मेला सुरु हुँदा चाहिँ अब म बङखानीतिर गएँ। अब गेम खेल्न पनि पाएन। अब त्यही भए पनि आज फाइनल हेर्न चाहिँ पाएको छु। त्यही भएर खुसी लागेको छ। आफ्नै गाउँको मेला हो, आफ्नै गाउँको मेला। अब छिटायो त्यता बङखानीतिर गयो। अब आज म फाइनल हेर्न जाँदैछु। ल है गाउँले हो, म पनि आउँदैछु मेला हेर्न। अब फाइनलको दिन भए पनि होटलको सबै चिसो तातो सबै मिलेर खानुपर्छ। आज मेला हेर्न पनि एक्लै हिँडेको छु। अब मेरो भाइ थियो, अङ्कलको छोरा, त्यो अघि चाँडै हो गएको। एक्लै हिँडेको छु। अब कोही साथीहरू पनि छैनन्। म त सबैभन्दा माथि बस्ने। अब सबै साथीहरू तल बस्ने। माथि अब कुनै हुन्छ र साथीहरू। एक्लै हिँडेको छु। अब एकछिनमा कम्तीमा लाग्छ 20-25 मिनट। अब एकछिनमा पुग्छु मेलामा पनि। एक्लै हिँडेको छु। पहिले त हुन्थ्यो धेरै, अब साथीहरू पनि धेरै हुन्थ्यो। किनभने अब पहिला त दाइ पनि थियो, अब गाउँमै भेना पनि थिए, मामाको छोरा। अनि त्यो मामाको छोराहरू सालाहरू पनि थिए। टक्क सबै मिलेर जान्थ्यौँ। अहिले त अब दाइ पनि विदेश जानुभयो। अब म भेना पनि विदेश जानुभएको छ। अब भाइहरू अब सबै आफ्नो आफ्नो दिनमा हिँड्छन् होइन। अब उनीहरूको अब छ ग्रुप मिलाएर। आफू त अहिले एक्लै छु। अब पहिलेको जस्तो अब साथीहरू पनि छैन होइन। अब जति समय बित्दै गयो, जति आफ्नो उमेर पनि बढ्दै गयो, साथीहरू पनि टाढा हुँदो रहेछन्। अब आफ्नो आफ्नो बाध्यताले हो, अब आफ्नो आफ्नो इच्छाले पनि होइन। अब साथीहरूसँग अब छुट्टिन त कहाँ रहर हुन्छ र। आफ्नो आफ्नो बाध्यता हुन्छ, आफ्नो आफ्नो सपना हुन्छ। त्यसै कहाँ छुट्टिन्छन् त होइन। टक्क आज एक्लै भए पनि आज आफ्नै गाउँको मेला हो। अब जान नि के को लाज, के को डर होइन। जाने अब साथीहरूसँग भेटघाट हुन्छ, रमाइलो हुन्छ। सो गाइस, म चाहिँ अब आइपुग्न लागेँ। अब 2-3 मिनट लाग्छ। साह्रै नै थाकियो। अब माथि डाँडामै छ। अब उकालो हिँडेर आउनुपर्छ। हिमाल पनि देखिरहेछ। यो चाहिँ हाम्रो गाउँ लामेला। अझ राम्रो भ्यूहरू चाहिँ म यहाँ पहाडी मन्दिरहरू पनि छ। यहाँ पहाडी मन्दिरहरू पनि छ। यहाँ छ। यहाँ पहाडी मन्दिरहरू पनि छ। त्यहाँबाट देखिन्छ होला। म त्यहाँ गएर देखाउँछु तपाईँहरूलाई। अब म आइपुग्न लागेँ। अब लाग्दैन धेरै समय। अब 2-3 मिनट लाग्छ। बाटोमा कुकुर यता पनि भेडा पार्छन्। अहिले फेरि भेडा गोठको कुकुरले त टोक्न पनि सक्छ है। म अब
मेला लागेको ठाउँभन्दा अलि यता साइडमा आइपुग्नु भयो। हेर्नुहोस् मेला लाग्ने चाहिँ यहाँ ठाउँमा टक्क म चाहिँ आइपुग्न लागेँ। अब यता चाहिँ लाममेला छ। उता सोलेदाँडातिर पनि हिमाल पनि देखिरहेछ। त्यता चाहिँ सोलेदाँडा हो। म चाहिँ आइपुगेँ है त टक्क मेलामा। टक्क मेलामा आएको छु। अहिलेसम्म कोही आएको रहेनछन्। अब गेम पनि सुरु भएको रहेनछ। मन्दिरमा पनि आयो। अब मेलामा पनि आइपुग्यो। एक्लै आएको थिएँ। अहिले त यहाँ सारालाई भेटाएको छु। आइगर नै मन्दिरमा पनि आइपुगेको छु। अब यहाँबाट टक्क तपाईँहरूलाई म भ्यू देखाउँछु। मेला यहाँ तल लागेको छ। ग्राउन्ड चाहिँ तल छ। मन्दिर चाहिँ यहाँ हेर्नुहोस् मेला चाहिँ यहाँ लागेको छ। अहिले चाहिँ गेम सुरु नि भएको छैन। दर्शकहरू पनि आउनु भएको छैन भर्खर त। अहिले मेला चाहिँ गेम सुरु भएको छैन। अनि उता हिमालहरू पनि हेर्नुहोस्। यहाँबाट चाहिँ धौलागिरी हिमालहरू, माछापुच्छ्रे हिमालहरू पनि देखिन्छ सबै। यता सन्तर गाउँ माथि, सबैभन्दा माथि टपको। हेर्नुहोस् उहाँ चाहिँ लाममेला गाउँ हो। त्यो पहाडी हिमाल देखिने सोलेदाँडावारी। अब हामी चाहिँ अर्को मन्दिर पनि छ। अब त्यहाँ पनि जान्छौँ। त्यहाँबाट पनि तपाईँहरूलाई टक्क देखाइदिन्छ। कताबाट जाने हो? कताबाट हो? अब हामी अर्को मन्दिरमा पनि जाँदैछौँ। अर्को मन्दिरमा पनि आइपुग्यौँ। अब यहाँबाट पनि तपाईँहरूले म भ्यूहरू देखाउँछु। केही हाम्रो सन्त धाराबाट कस्तो कस्तो भ्यू देखिन्छ यही हो। हेर्नुहोस् अहिले नयाँ बनाएको रहेछन् है। भित्र जान पाइन्छ होला नि। हेर्नुहोस् अहिले नयाँ मन्दिर बनाएको रहेछन्। अनि पल्लो चाहिँ पहिला नै पुरानो हो। यहाँबाट चाहिँ कस्तो कस्तो भ्यू देखिन्छ यता हेरौँ है त। पहिले यताबाट हेर्दैम। यहाँ चाहिँ तल चाहिँ तमान गाउँ माथि हो यो। हेर्नुहोस् त आज मौसम पनि सफा गरेको छ। यहाँबाट अझ राम्रो देखिने रहेछ भ्यू चाहिँ। हाम्रो घरहरू पनि देखिँदो रहेछ नि यहाँबाट। यहाँबाट चाहिँ हाम्रो घरहरू पनि देखिँदो रहेछ। हाम्रो लाममेला गाउँ चाहिँ यो हो गाइजहरू। टक्क यहाँ माथि चाहिँ सन्तर गाउँ। हाम्रो घर चाहिँ कहाँ छ भन्दा हाम्रो घर चाहिँ यहाँ माथि टपमा, यहाँ हो माथि टपमा देखिन्छ। हाम्रो घर पनि देखिँदो रहेछ यहाँबाट। हाम्रो घरबाट पनि यो मन्दिर देखिन्थ्यो।
हेर्नुहोस् हाम्रो लामेला गाउँ